मौसमले च्यालेन्ज गरे साथीहरू मौसमले म चाहिँ नाच्दै उफ्रिँदै किलिन जाँदैछु होला आज पाक्दैछ विशेष विशेष हेलो साथीहरू गुड मर्निङ छ तपाईँहरूलाई आज बिहान बिहान मैले भ्लग स्टार्ट गरेको छु अनि म चाहिँ आजको दिनमा चाहिँ एकदमै कस्तो हुन्छ नि मनै हलुका भए जस्तो कति धेरै बिरामीहरूले चाहिँ मलाई छोडेको जस्तो भएको थियो कि अनि म चाहिँ बाहिर उठेर निस्केर होइन अनि तातो पानी पिउँदै बाहिरतिर हेरेको त शीतल यस्तो शीतल होइन आनन्द आउने मौसम हेर्नु न कस्तो शीतल भएर मन त फुरुङ्ग भयो है। अनि त्यसपछि भाउजूले पनि भन्यो शान्ति बहिनी आज त मौसमले च्यालेन्ज गर्दैछ है त भन्ने भित्र आएर मम्मीलाई चाहिँ एकछिन मैले रोटी बेल्नु सघाइदिएँ क्या। अनि त्यसपछि त पानी धरङ रङ 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 पऱ्यो अनि पानी परिसकेपछि चाहिँ एकछिनमा हल्का रहेको हल्का कम पऱ्यो अनि त्यसपछि म चाहिँ नाच्दै म र भाउजू चाहिँ हामी बजारको साइडतिर घोष लाइनतिर गयौँ। घोष लाइनमा चाहिँ आज मैले एक थोक बनाएर खाने अस्तिदेखि सोचेको थियौँ तर गर्मी भएर नखाइरहेको थियौँ क्या। अनि आज चाहिँ अनि एकदमै लहरी खुसी भएर नाच्दै गएको थिएँ नि त म त आज। अनि त्यसपछि खुट्टाको मासु चाहिँ लिएर आएँ होइन। अनि त्यसपछि कस्तो फ्रेस थियो नि त फेरि आज अचार चाहिँ यो मासु चाहिँ फेरि पोर्कको है साथीहरू। फेरि हामी चाहिँ खाना चाहिँ खान्छौँ है बाहिर पकाएर खान्छौँ भित्र चाहिँ खाँदैनौँ किनभनेदेखि हाम्रोमा सबैजना चिया खाना आउनुहुन्छ हाम्रो घरमा चाहिँ खान्छौँ पहिलादेखि सानोदेखि नै खाएको है। अब खाएको कुरालाई खाएको भन्नुपर्छ है छेत्री बाहुन भएर खाएन भनेर खायो भनेर भन्नुहुन्छ होला तर त्यस्तो केही पनि होइन। हामी चाहिँ सानोदेखि खाएको मत्ताले गाउँमा हुर्केको। अनि आन्टीले भन्नु मैले त रोटी दुईवटा खाएँ चिया खाइसकेँ भनेर भन्नुभयो। अनि यहाँ हाँस्दै बसिरहनु भयो। त्यसपछि पिठो सकेछ क्या अनि मम्मीलाई हिजोको पिठो चाहिँ ल्याए भन्नुभयो फ्रिजबाट लिएर आएको त जमेर यस्तो साह्रो भएछ कि बल्ल अनि मैले चाहिँ यसरी मुसिदिएँ। त्यसपछि क्या साथीहरू घरको सारा काम गरेँ अनि त्यसपछि बाहिर चाहिँ चुलो बालेर ट्याक्क बसाल्दै मर मसला हालेर अनि यता चाहिँ मैले फापा र चामललाई पनि भिजाइदिएँ होइन। अनि मजाले भिजाएर राखेर फेरि एक पानी पखालेको क्या मैले भिजाएको थिएँ नि त। अनि त्यसपछि अचार पनि हेर्दा पाएको कुकरमा पकाएको हो यो चाहिँ यसको चाहिँ रेसिपी नै मैले हालेको थिएँ तर हेर्नुभयो कि भएन होइन। म हालेको रहेछ नि म हालिदिन्छु है बिर्सिए पो त मैले कुन चाहिँ च्यानलमा हालेँ भनेर। अनि त्यसपछि भाउजूले बनाउँदै हुनुहुन्छ यहाँनिर बैगुनको भुजिया तर मलाई नदेखाउनु हे गरेर म आज चाहिँ तपाईँलाई म देखाउँछु भनेर मैले देखाइदिएको क्या। अनि त्यसपछि हामीले पटुवा पनि यसरी झान्यौँ सर र पटुवाको साग पनि झान्यौँ है। अनि झानेर चाहिँ अनि सबलाई यसरी बसेर खायौँ। हामी चाहिँ चारजना थियौँ तर कोही पनि भिडियोमा आउन मान्दैन होइन। के साह्रो चाहिँ लजाउनु होला किन चाहिँ लजाउनु होला अहिलेको जमानामा लजाएर हुन्छ म पनि लजाउँछु त्यही लजाउँदा अहिलेसम्म मैले यो च्यानल खोलेको भए म कहाँबाट कहाँ पुगिसकेको हुन्थेँ। म नपुग्नुको कारण चाहिँ लजाएर नि हो नलजाउनु भनेर मैले चाहिँ आज चाहिँ रिभिल गरिदिएको क्या फेस। अनि त्यसपछि हेर्नु त मैले सब प्लेटमा राखेर खाएको यस्तो मिठो भएको कि आजको खाना है कस्तो मिठो लागेको खाँदा